नमस्ते साथीहरू, आज हामी आएका छौँ क्षेत्रधाम। आज एकादशी दिन यहाँ चलिरहेको छ, उता भजन छ। आज निकै रमाइलो छ यहाँ क्षेत्रधाम पर्यटक स्थल। निकै रमाइलो छ, वहाँ भजन चलिरहेको छ एकदम। यहाँ पिपलको रुख छ गाइस। यहाँ चाहिँ राम्रो प्रसिद्ध मन्दिर। हाम्रो भाइ उठिसकेको छ गाइस। देखेको थियो उठिसक्यो यहाँ कुकुर समाधि। रमाइलो छ। यिनले त पठाउनु खोज्छिन् के रे, यिनले हो नपठाउनु। यो चाहिँ हाम्रो सुन्दरी अहिलेको मिस वर्ल्ड प्लिज मामा गाइस प्लिज। यहाँ प्रसाद भाइसित चलिरहेको छ। गाइज अब चाहिँ हामी प्रसाद खान हिँडिसकेको छ गाइज। सक्नुहुन्छ हामी क्षेत्रधाममा प्रसाद खान जाँदैछौँ। क्षेत्र पर्यटक स्थल बजार चाहिँ हामी जाँदैछौँ गाइज। कहाँ लिन्छ ब्लगर इन टाउन ओल्डो पाइरहेको छ गाइस। खाना छौँ आइजु चाहिँ खाना ल्याइसक्नु चिद्दीको पार्टी पनि जान्छ। खानामा के छ? खानामा के छ? यस प्लिज साबुदाना प्लिज चाखेर रिभ्यू दिनुहोस् प्लिज प्लिज चाखेर रिभ्यू। बेसरी काट्यो तपाईँ चाखेर रिभ्यू दिनुहोस् कस्तो छ? एकदम मिठो। ल 10 मा कति? 10 मा 10। ल 10 मा 10। साबुदाना मेरो फेभरेट हो के। साबुदाना फेभरेट अरे गाइस। प्रसाद चाहिँ एकदम मिठो थियो। साबुदाना सबैले खाए तर यहाँ चाहिँ खाँदैछ र खाँदैछ मेरा भाइले साबुदाना 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 लभर यार। 10 out of 9 guys। sorry 9 out of 10। मर जाओ अब हामी घरतिर लाग्दैसकेको छ। गएर साडी लाएर घर गएर साडी लाएर फेरि देवी थाना जाने हो गाइस। अनि
त्यही हो आजको हाम्रो प्लान प्लान त्यही हो घर जाने म त कपडा नि फेर्दिनँ गाइस बिगारे भान्जाहरूले मलाई समाउनु भनेर दादाहरूलाई मैले समाति छु गाइस हामी पर हिँडिसकेको दादा नछुनु सर नछुनु न तपाईँले फेरि घर लाग्यो गाइस अब हामी घर तलसम्म हिँड्दै गइन्छ हेलो भनिदियो गाइस मेरो स्कुटी अनि सबै मेरो भयो जति मेरो आउनु तर मैले दाम दिएको सबै मेरो आउनु स्कुटी नि मेरो बाइक पनि मेरो हिरो होन्डा पनि मेरो ऊ त कार पनि मेरो गाइस यो कार मेला हुन्छ अब हुन्छ र गाइस हामी चाहिँ खानासाना खाएर मन्दिर चाहिँ घुमेर फिनिसकेका छौँ अब घर जाने हामी घर जाने यहाँ 8 जना एकजना ल हामी चाहिँ घर गाइस हामी आइसकेको छ धुम्छा पञ्चपसलमा आइसकेर हामी अब जान्छौँ माथि के अरे नाम के अरे भगवती मन्दिर माथि ल आज ब्लग यति नै धेरै लामो भएको छ ब्लग ल बाई